साथीहरू नमस्कार। कथा चौतारीको आजको श्रृङ्खलामा तपाईलाई धेरै धेरै स्वागत छ। कथा चौतारीमा हामी तपाईले नै सुन्न चाहनुभएका विभिन्न कथाहरू पस्कने जमर्को गर्दछौँ। यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आउनुहोस् साथीहरू, अब लागौँ आजको कथातर्फ। आजको श्रृङ्खलामा हामीले लिएर आएका छौँ एउटा पुरानो नेपाली लोककथा। यो कथालाई कथाकार बोध विक्रम अधिकारीले सङ्कलन गर्नुभएको हो। कथाको शीर्षक छ शिशिर बसन्तको कथा। एका देशमा एक बडा प्रतापी राजा थिए। उनका शिशिर र बसन्त नाम गरेका दुईजना राजकुमार थिए। राजा र रानीको परस्परमा बडो प्रेम थियो। एक दिन राजा शिकार खेल्न गएका थिए। रानी झ्यालमा बसेर बत्ती काट्न लागेकी थिइन्। अकस्मात उनको नजर एउटा भगेराको गुडमा पर्यो। त्यो गुडमा रहेका बच्चाहरूलाई माउले आफ्ना चुच्चामा आहार ल्याएर बराबर खुवाइरहेको रानीलाई खुब रमाइलो लाग्यो। तर अफसोस, कुमुहुर्तमा भगेरी आफ्नो बच्चाहरूलाई चारा खुवाएर बाहिर के निस्केकी थिए। एउटा ब्यादाले ट्याट्ट गुलेलीले हानेर उसलाई मारिदियो। रानीको मनमा बडो विषाद पर्यो। एकछिनपछि भगेरा आहार लिएर आयो। बच्चाहरूलाई आहार खुवाई च्याउ च्याउ गरी पोथीलाई खोज्न थाल्यो। तर कतै पनि पत्तो नलाग्दा केही बेरसम्म जिङ्रिङ्ग परेर झोक्राइरह्यो अनि पछि आफ्नै सुसे धन्दामा लाग्यो। भोलिपल्ट पनि रानी उसै गरी झ्यालमा बसेर भगेराका गुडतिर हेर्छिन् त भालेले अर्कै पोथी पो ल्याइसकेछ। केही बेरसम्म त त्यो पोथीले सौताका छोराछोरीलाई आहार ल्याउँदै खुवाउँदै गर्दै थिए। तर अलि बेरपछि त उसलाई झर्को लागेर आयो। जति खुवाए पनि आ मात्र गरिरहने यी खन्चुवा बैरीका पत्थरहरूका निमित्त के को यो मुट्टो। पत्थर समान दिल भएकी त्यसले ती बच्चाहरूलाई चुच्चाले तानी तानी गुडबाट खसालिदिए। राम्रोसँग प्वाख पनि नउम्रेका ती बिचरा बच्चाहरू च्या च्या गर्दै जमिनमा पछारी मरे। सौताको दिल त्यहाँसम्म निष्ठुरी हुँदो रहेछ भन्ने देखेर रानीको मनलाई चिन्ताको अघोर कालो बादलले धपक्क ढाकी अन्धकार पारिदियो। उनी मनमा नै भन्छन्, केही गरी म चाँडै मरिहाले भने राजाले अवश्य अर्को बिहे गर्नेछन् अनि मेरा बालक छोराहरूको के दशा होला। यही चिन्ताले आकुल भएर रानी बरबर्ती आँसु खसाल्न थालिन्। रुँदा रुँदा दिन पनि बित्यो। साँझ परे थियो अनि राजा शिकारबाट फर्केर रानीको त्यो अवस्था देखेर खुब हडबडाएर रानीलाई सोध्न लागे, रानी तिमीलाई के भयो? किन यसरी रोइरहेकी? रानी भन्छन्, यस्तो राम्रो संसार चटक्क छोडेर एक दिन जानुपर्छ भनेर रोएको। राजा भन्छन्, त्यो त छँदैछ नि, जुन कुराको उपाय नै छैन त्यसको चिन्ता गरेर आफ्नो भएको सुखमा बाधा पार्ने किसिमकी त तिमी अवश्य होइनौ। भन, तिम्रो शोकको कारण निश्चय अर्कै छ। रानी भन्छन्, छैन प्रभु छैन, मरुला कि भनेर शोक लागेको हो, तर आफ्ना निमित्तको शोक होइन, खाली मेरा बालक कुमारहरूका निमित्तको शोक हो। राजाले भन्छन्, किन त अनि रानीले भगेराकी जहानको यथार्थ राजालाई सुनाएर भनिन्, म केही गरी मरिहाले भने हजुरले दोस्रो विवाह नगरी अवश्य छोडी बक्सने छैन। अनि मेरा छोराहरूको कुन हालत होला? त्यसपछि राजाले झटपट अङ्कमाल गरेर रानीलाई भने, त्यस्तो पनि कतै हुन सक्छ। अहिले तिमी भर्खर किछौ, साधारण हिसाबले पनि तिम्रो आयु अझ धेरै वर्ष छ। उसमा पनि दैवको कुदृष्टि केही गरी पर्न आएको अवस्थामा म कहिल्यै दोस्रो विवाह गर्ने छैन। राजाको यस्तो कुरा सुनेर रानीले मुलाहिजाको निमित्त मात्र चित्त बुझे जस्तो देखाइन्। तर भित्र मनमा उनको शङ्का गढी नै रह्यो। सौतेनी आमाको हातमा परेका भगेराका बच्चाहरूको दुर्दशा उनको मनमा रातभरि खड्किरह्यो। चिन्ता चिन्ता हर बखत चिन्ता। त्यसैले उनलाई चिताको बाटो देखाउन थाल्यो। बाहिर देख्दा भने व्यथा केही छैन। रात दिन झन्झन झन्झन दुब्लाउँदै गइन् र एक दिन यो अनित्य संसारको स्याहा श्रेष्ठ बुझाउन ईश्वरको सम्मुखमा उपस्थित भइन्।
रानी परलोक हुँदा सारा दरबारमा रुवाबसी चल्यो। राजाले अलि दिनसम्म त पुनर्विवाहको विचारलाई मनमा झुल्कन पनि दिएनन्, तर मरेकाको माया मात्र सधैँ अटल किन रहन्थ्यो। दिन प्रतिदिन घट्दै घट्दै गयो र रानी बिनाको राजगद्दी शोभा भएन भनेर मन्त्रीवर्गले पनि कराउँदा राजाले अर्को विवाह गरे। केही समय त सुखैसँग बित्यो। राजाको मन राख्नका निमित्त भए पनि कान्छी रानीले पनि ती बिचरा टुरा शिशिर र बसन्तमाथि निकै माया देखाए जस्तो गरिन्, तर यथार्थमा उनलाई सौतेनी रोगले दबाउँदै दबाउँदै आएको थियो। आपसमा देख्दा ती बालकहरूले कराएको आवाजले पनि उनलाई सोला दिन्थ्यो। एक दिन यी दाजुभाइ भकुण्डो खेल्न लागेका थिए। भकुण्डो अकस्मात उफ्रेर आफ्नो श्रृङ्गार गर्न लागेकी रानीको ऐनामा बज्रन गए। उनको लाली गाजल इत्यादि जथाभावी भयो। त्यो देख्दा रानीलाई साह्रै रिस उठ्यो। ती पाजीहरूलाई यो भकुण्डो दिँदै दिन्न भनेर काखमा च्यापी राखिन्। केही बेरपछि हस्याङ फस्याङ गर्दै बसन्त रानीको खोपीमा आएर, मुमा संयोगले हाम्रो भकुण्डो हजुरको खोपीमा पर्न आयो। हामीले जानी जानी गरेका होइनौँ, रिसानी माफ गर्नुहोस्, भकुण्डो फिर्ता पाऊँ भनेर बिन्ती गरे। रिसले चुर भएर राता राता आँखा पार्दै रानीले भनिन्, सौताका छोराहरू भए पनि आफ्नै समान गरेर यति धेरै माया गरेको त मलाई नै शत्रुदेखि भकुण्डो ताकेर हान्ने। म भकुण्डो फिर्ता दिँदै दिन्न, जा जे गर्छस् गर। रानीले यसरी जवाब दिँदा बिचरा बसन्त के भन्न सक्थे। निन्याउरो मुख लगाएर दाजु शिशिर कहाँ गई, हामीदेखि मुमा साह्रै रिसानी भयो, भकुण्डो बक्सिएन भनेर बिन्ती गरे। भइगयो, म मागेर ल्याउँछु भनेर शिशिरले रानीको खोपीमा गएर भकुण्डो मागे। रानीले अनेक तरहका गाली गरिन्, भकुण्डो दिँदै दिन्न भनेर अड्डी गरिन्। यो सब शिशिरलाई असह्य भयो। त्यसैले झट्ट पटक अगाडि गएर रानीको काखमा रहेको भकुण्डो टपक्क टिपेर उनी सरासर हिँडे। अब रानीको रिसको सीमा रहेन। उनले आफ्ना सिङ्गार पटार सबै बिगारी बाटेको कपाल पनि लुसलास पारी आग्लो ठोकेर रोएर बसिरहिन्। जब राजा साँझमा आए अनि रानीले हत्तपत्त ढोका खोल्दै खोलिनन्, खाली रोएर घुक्क घुक्क गर्दै भित्र बसिरहिन्। राजाले अनेक फक्काई फुल्याई गर्दा बल्ल तल्ल तिनले ढोका खोलिन्। उनको त्यो दुर्दशा देखेर राजा भयभीत भए। राजाले सोधपुछ गर्दा रानीले आफूमाथि राजकुमारहरूले गरेको व्यवहारबारे बढाई चढाई गरेर बिन्ती गरिन्। हजुरका छोराहरूले मलाई भकुण्डाले हाने, किन यसो गर्यो भन्दा त उल्टो मलाई झ्याङल्याङ झुङलुङ पारी कपाल समेत लुचिदिए, अनि यो अत्याचार मलाई असह्य भयो। रानीको यस्तो कुरा सुनेर राजाले भने, रानी सन्ताप नगर, लो भन ती पाजीहरूलाई के सजाय दिउँ। अब रानीलाई ठुलो मौका पर्यो। राजालाई झट्टपट्ट बाचा बधाई उनले भनिन्, लौ त त्यसो हो भने ती दुई राजकुमारहरूलाई जङ्गलमा लगेर काट्न लगाई तिनीहरूको मुटु कलेजो ल्याउन लगाई बक्सियोस्। अब राजालाई भारी फसाद पर्यो। रानीले भनेको मानु भने आफ्ना छोराहरू नबाँच्ने, नमानु भने उनले बाचा हारिसके। आखिर केही सिप नलाग्दा राजाले भोलिपल्ट राजकर्मचारीहरूलाई बोलाए ती राजकुमारहरूलाई जङ्गल लगेर मारी तिनीहरूको मुटु कलेजो ल्याउनु भनेर हुकुम दिए। राजाको हुकुम त मन्त्रीहरूले मान्नै पर्ने हो, तर त्यस्ता कलिला सुकुमार राजकुमार बालकहरूलाई मार्न कसको दिलले मान्ला र। तर जे भए तापनि ती बालकहरूलाई लिएर ती राज कर्मचारीहरू एउटा घोर जङ्गलमा गए र दुईवटा मृग मारे। ती मृगको मुटु कलेजो झिके र ती बालकहरूलाई त्यहीँ छाडेर राजदरबारतर्फ फर्के। अब ती बिचरा बालकहरूले त्यो घनघोर जङ्गलमा के गरून्? देखे सुनेको कतै केही छैन। रात पनि पर्दै आयो, जाडोले मुटु पनि कमाउन थाल्यो। दुवैजना मिलेर झिझा बटुले, तर आगो पार्ने सामान उनीहरूसँग केही थिएन।
त्यसकारण शिशिरले बसन्तलाई भने, भाइ यो पाराले भएन, तिमी यहीँ बसिराख, म नजिकैको गाउँमा गएर आगो लिएर आउँछु। यति भनेर बसन्तलाई एक्लै छाडी शिशिर आगोको खोजीमा गए। जङ्गलबाट निस्केर यताउता हेर्दा पूर्वपट्टि अलि टाढा आगो पिलपिल पिलपिल गरिराखेको देखेर त्यतैतिर अगाडि बढे। तर उनी जति गए पनि आगो भएको ठाउँमा पुग्न सकेनन्। हुँदा हुँदा उज्यालो भएर घाम पनि लाग्यो। त्यतिकैमा उनको दृष्टि एउटा ठुलो सहरमा पर्यो। उनी त्यतैतर्फ अगाडि बढे। उनी सहरमा अलिकति अगाडि मात्र के बढेका थिए, पुरा झकिझकाउ पारिएको एउटा हात्ती आएर उनलाई पिठ्यौमा राखी राजदरबारतर्फ लग्यो। त्यहाँ रहेका गुरु पुरोहित तथा मन्त्रीवर्गले शिशिरलाई सुनको घडाले अभिषेक गरी राजगद्दीमा बसाले। यो सबै कुरा शिशिरलाई सपना जस्तै भयो। के कारणले आफूलाई राजा बनाएको हो भनेर उनलाई केही पत्तो भएन। भोजन समाप्त भएपछि मन्त्रीवर्गसँग कुराकानी गर्दा बल्ल उनले यथार्थ कारण बुझे। के रहेछ भने त्यसमा दिनको एउटा राजा फिरिदा रहेछन्। दिनभर राज्यको सुखभोग गर्यो, राति सुत्न भनेर रानीको खोपामा गयो। भोलिपल्ट बिहान त राजा मरिराखेको। यसको हेतु बुझ्न नसक्दा सारा दरबारीहरू आइसकेका रहेछन्। शिशिरले पनि त्यो दिन त सुखमा बिताए, तर जब रात पर्यो अनि के होला कसो होला, मरिने पो हो कि भन्ने चिन्ताले उनलाई पोल्न थाल्यो। जब शुकलाको समय भयो उनी रानीको खोपीमा गए। त्यहाँ बसिरहेकी रानीको रूप र यौवन देखेर उनी छक्क परे। रानी पनि त्यति राम्रो पुरुषलाई पतिको रूपमा पाउँदा दङ्ग परिन्। धेरै बेरसम्म राजा र रानी नसुती मिठा मिठा कुराकानी गरिरहे। अलिअलि गरेर रानीलाई निन्द्राले छोप्यो। उनी हाई हाई गर्न थालिन्। त्यसपछि राजाले रानीलाई पलङमा सुताई आफू चाहिँ हातमा एउटा नाङ्गो तरबार लिएर खुब चनाको भएर बसिरहे। आधा रातको समय भयो। जताततै सुनसान थियो। आवाजको नाममा रानीको मस्त निन्द्रामा स्वा स्वा गरेको मात्र सुनिन्थ्यो। रानीको रूप देखेर मोहित भएका राजा एकटकसँग तिनलाई हेरिरहेका थिए। यस्तैमा रानीको नाकको दाहिने प्वालबाट एउटा मसिनो धागो जस्तो केही कुरा निस्क्यो। यो के होला भनेर राम्रोसँग राजाले विचार गर्न नपाउँदै त्यो अकस्मात भयङ्कर कालो नाग बनी राजालाई डस्न भनेर पो आइलाग्यो। राजाले पनि केही नहटबडाई आफ्नो हातमा रहेको तरबारले त्यसलाई चटाचट काटी टुक्रा टुक्रा पारिदिए। बल्ल हरेक दिन राजा मारिएको कारण उनलाई थाहा भयो। अरू पनि केही त्यसरी नै आउँछ कि भनेर उनी रातभर बिउजिरहे। मिरमिरे उज्यालो भयो। त्यस दिनको राजा खोज्न भनेर मन्त्रीवर्ग हात्तीलाई उठाउन आए, तर हात्ती भने डेक चलेन। त्यो देखेर सबैलाई अचम्म लाग्यो। उता राजाको लास लिन भनेर मुडुलै भएर मलामीहरू घारो लिएर खोपीको ढोकामा पुग्दा भित्र गुनगुन गुनगुन गरेको आवाज सुनियो। उनीहरूले जब ढोकामा डकडक डकडक गरे, ए उज्यालो भइसकेछ भन्दै राजाले ढोका खोले। राजालाई जिउँदै देखेर उनीहरूले हत्तपत्त घारो लुकाएर राजालाई सुस्ती गरेर जय जयकार गर्न थाले। यो खबर सारा दरबारमा फैलियो। मन्त्रीवर्गहरू गुरु पुरोहित सबै जम्मा भए। हरेक दिन राजालाई मार्ने सर्प पो रहेछ भन्ने सबैलाई थाहा भयो। दिनौं राजा फेरिरहनु पर्दा सबै हैरान थिए। अब भने चिरस्थायी राजा पायौं भनेर सबै हर्षले गदगद भए। राज्यभरमा अनेक नाचगान र खुसियाली भयो। सिन्दुर जात्रा पनि ठुलै समारोहका साथ मनाइयो। अब हामी शिशिरलाई छोडेर बसन्ततर्फ ध्यान दिउँ। शिशिर आगो खोज्न भनी हिँडेपछि एक्लै बसेका बसन्त दाजु आउलान् आगो ल्याउलान् भन्ने आशाले जङ्गलमा जाडाले लुक लुक कामेर बसिराखेका थिए। उनीहरू हिँडेको खस्राक खुस्रुक सुन्दा पनि लौ दाजु आए भनी आशाले फुल्दथे। बिचराको सब आशा निराशा भयो। सारा रात बिती पूर्व दिशातिर लाली चढेर आयो, त्यही पनि दाजुको अत्तो पत्तो भएन। जब राम्ररी उज्यालो भयो अनि
उनी दाजुको खोजीमा हिँडे। राजाका छोरा भएर सुख शैलमा बसिआएका बिचरा ती बसन्तको कोमल हात पाउ जङ्गली काँडाले छिया छिया भए। बल्ल तल्ल उनी जङ्गलबाट निस्केर सहरको बाटो लागेर जाँदा एउटा पसलमा पुगे। पसलेले त्यस्तो राम्रो सुकुमार बालकलाई देखेर भन्यो, बाबु आऊ बस, मेरा छोरा छैनन्, म तिमीलाई धर्मपुत्र पाल्छु। असहाय बालक हुनाले बसन्तले पनि पसलेले दिएको शरण ग्रहण गर्नै पर्यो। त्यही बसी पसलेको काम सघाई उनी आफ्नो दिन काट्न लागे। उनी पसलमा बस्दा सदाको भन्दा दोब्बर व्यापार हुन्थ्यो। उसै गरी दिन प्रतिदिन उनको व्यवहार बढ्दाखेरि ऊ अपार धनी भयो। बिस्तारै उसका छोराछोरीहरू पनि भए। तर त्यो मूर्ख पसलेलाई आफ्नो धन सम्पत्ति र सन्तान सबै यसै ठिटाको लक्षणले भएको हो भन्ने उसले होसै राखेन। बिस्तारै उनीमाथि कुदृष्टि राख्न थाल्यो। मेरा सन्तान भइहाले, सित्तैमा अब यसलाई किन खुवाउने, यसलाई अलि गरेर अब हटाउनु पर्छ भनेर उसले ती बसन्तप्रति कुविचार राखेर उनलाई घोचपेच गर्न थाल्यो। पसलेको टोकसो बसन्तले सकेसम्म सहन्थे। उनी केही भन्दैनथे। एक दिन उनलाई साह्रै दिगदार लाग्यो र मनलाई शान्ति मिलोस् भनी जङ्गलमा गएर शिशिर र बसन्तको गीत गाउन थाले। उनको गीतले सारा जङ्गल नै गुन्जियो। गीत साह्रै राम्रो हुनाले पशु पक्षीहरू पनि मोहित भएर चुपचाप लागेर सुन्न थाले। त्यस जङ्गलमा अर्कै एक देशका राजा शिकार खेल्न आएका थिए। बसन्तको गीत सुनेर यस्तो मिठो गीत गाउने को रहेछ भन्ने विचार गरेर उनी बसन्त भएको ठाउँमा आए। कस्तो राम्रो भर्खरको जवान देखेर राजाले तिमी को हौ भनेर सोद्धा एक अधना दुखी हुँ भनी बसन्तले जवाफ दिए। उनको यस्तो जवाब सुनेर राजालाई पत्यार भएन। यो जवान कोही राजकुमार हुनुपर्छ भन्ने मनमा निश्चय गरी बसन्तलाई लिएर उनी आफ्नो दरबारमा गए र उनलाई कदर साथ राखे। अलि वर्ष बितेपछि एक शुभ दिन पारेर राजाले बसन्तसँग आफ्नी छोरीको विवाह गरिदिए। बसन्तले अलि दिन त सुखपूर्वक बिताए, तर उनलाई त्यस पसलेले के भन्यो होला भन्ने विचारले मनमा शान्ति दिएन। उसै कहाँ फर्किने विचार गरेर उनी राजासँग बिदावारी भए। राजाले पनि अनेक लाभा लस्कर र दाइजो साथमा लगाई पठाए। आफ्नी दुलैलाई लिएर बसन्त पसलेको घरतर्फ लागे। केही बाटो कटिसकेपछि यो मालताल र धन दौलत पसलेको घरमा अटाउँदैनन् भन्ने ठानेर जसले जे बोकेको छ सो उसैलाई भयो भनेर बसन्तले सारा लावा लस्करलाई फर्काइदिए। उनी राजकुमारीलाई मात्र लिएर पसलेको घरमा पुगे। बसन्तलाई देखेर पसलेले यतिका दिनसम्म कहाँ गएको थिइस्, यो कसलाई लिएर आइस् भनेर सोद्धा बसन्तले काम विशेषले अर्कै देश गएको थिएँ, यो तपाईको सेठानीका लागि सुसारे ल्याइदिएको हो भनेर भने। त्यस्ती राम्री परम सुन्दरी युवतीलाई देखेर पसलेको मनमा पाप उठ्यो। उसले 6 जना चर्मकारहरूलाई आफ्नो महत्वमा लिएर एउटा बलियो छालाको धोक्रो सिलाउन लगाई उनीहरूकै मद्दतले बसन्तलाई जबरजस्ती धोक्रामा हालेर नदीमा बगाइदियो। बसन्तको प्रभावबाट त्यतिको धनी भएर पनि अझै धेरै पाउने लोभले ती राजकुमारीलाई शिशिर राजा कहाँ लगेर उसले चढायो। त्यस्ती परम सुन्दरी युवतीलाई देखेर राजा बहुत खुसी भए र त्यस पसलेलाई प्रशस्त इनाम दिएर पठाए। शिशिर राजा एक पत्नी व्रत राजा भएको हुनाले उनले ती राजकुमारीलाई विवाह गर्ने विचार गरेनन्। बरु त्यस्ती सुकुमारीसँग आफ्नो भाइ बसन्तको विवाह गरिदिन पाए कस्तो हुन्थ्यो भन्ने उनले सोचे। त्यसैले उनले भाइ बसन्तलाई पत्ता लगाउने उद्देश्यले
शिशिर र बसन्तको कथा जसले भन्छ उसलाई खोजेर ल्याउनु भनेर कर्मचारीहरूलाई हुकुम दिए। उता छालाको थैलोमा कोचिएका बिचरा बसन्तलाई नदीको बेगले बगाउँदै बगाउँदै एउटा घाटमा पुर्यायो। त्यहाँ थुप्रै माझीहरू जम्मा भएका थिए। सबैले त्यो बगेर आइरहेको थैलो देखे। त्यस थैलोमा के रहेछ हेर्न पर्यो भनेर कुरा गर्न लागे। थैलो बग्दै बग्दै जब नजिकै आयो हत्तपत्त एउटा माझीले पानीमा हाम फालेर त्यस थैलोलाई घिसारेर नदीको किनारमा ल्यायो। सबै मिलेर थैलो खोल्दा त एउटा सुन्दर युवक पो रहेछ। यो देखेर सबै माझीहरू छक्क परे। अब यस युवकलाई के गर्ने भनेर कुराकानी हुन थाल्यो। एउटा बुढा माझीले मेरा सन्तान छैनन्, यिनलाई म धर्मपुत्र पाल्छु भनेर बसन्तलाई आफ्नो घरमा लग्यो र माया ममता दिएर राख्यो। राजाले शिशिर र बसन्तको कथा भन्ने मान्छे खोजेका छन् भन्ने हल्ला जताततै फैलियो। यो हल्ला बिस्तारै बसन्तका कानमा पनि पर्यो। राजालाई शिशिर र बसन्तको कथामा किन त्यस्तो चाख लागेछ भनेर बसन्तलाई जिज्ञासा लाग्यो। यस हेतुले बुझ्न पर्यो भनेर उनी दरबारमा गई त्यो कथा थोर म जान्दछु भनेर राजाको हजुरमा खबर पठाए। राजाको हजुरमा खबर पुग्न साथ बसन्तलाई बोलावट भयो। बसन्तले राजाको दर्शन गरे। उनले शिशिर र बसन्तको कथामा राजाको चाख लाग्नको कारण बुझिहाले, तर उनले झट्टपट आफ्नो परिचय दिनु उचित ठानेनन्। एउटा झुत्रे झाम्रे माझीको धर्मपुत्र बनेर बसेको हुनाले त्यस्ता राजासँग म हजुरको भाइ हुँ भनेर उनले कसरी भनुन्। शिशिरले भने भाइ बसन्तलाई चिनेका थिएनन्, चिन्न त के उनले शङ्कासम्म पनि गरेनन्। भोक तिर्खा र अनेक कष्ट खप्नु पर्दा बसन्त नचिनिने भएका थिए। तिमी शिशिर बसन्तको कथा जान्दछौ भनेर राजाले सोधे। त्यसपछि बसन्त भन्दछन्, महाराज पुरा त जान्दिन, तर जङ्गलमा शिशिरसँग बिछोड भएपछिको बसन्तको कथासम्म चाहिँ जान्दछु। हुन्छ, त्यति मात्रै भए पनि भन, मलाई त्यति मात्र भए पनि पुग्दछ भनेर शिशिरले उत्तर दिए। अनि बसन्त भन्दछन्, जो हुकुम महाराज, तर सरकारबाट एउटा कबोल गरी बक्सनु पर्दछ। मैले कथा भनेसम्म हजुर रही बक्सन हुँदैन। शिशिरले पनि बसन्तको कुरामा कबुल गरे। त्यसपछि बसन्तले शिशिर र बसन्तको कथा भन्न थाले। दुई भाइको जन्म र बालककालबाट कथा सुरु गरी सानी आमाको घोष पेशले घोर जङ्गलमा जाडाले सताउँदा दाजु शिशिर आगोको खोजीमा जाँदा बेपत्ता भएको र भाइ एक्लै जङ्गलमा दाजु आउलान् भन्ने आशामा काम्दै बसिरहेको घटनासम्म पुर्याउँदा शिशिरलाई असह्य भयो र उनले आँखाबाट बर्र आँसु खसाल्न थाले। राजा शिशिरको आँखामा आँसु देखेर बसन्तले सम्झाए, महाराज कबुल नि। बसन्तको यस्तो निवेदन सुनेपछि शिशिरले झट्टपट्ट आँसु पुस्दै भने, म रोएको होइन, लो फेरि भन। बसन्तले फेरि कथा भन्न थाले। पसलेको टोकसोले असह्य भएर बसन्त जङ्गलमा गएर गीत गाउन लागेको कुरासम्म पुर्याउँदा राजाले फेरि गभरी आँसु बनाए। बसन्तले फेरि राजालाई आफ्नो कबुल सम्झाए। राजाले आफूलाई सम्हालेर बसन्तलाई कथा भन्दै जाऊ भनेर हुकुम गरे। जब बसन्तले आफूले राजाकी छोरी विवाह गरेर पसले कहाँ ल्याउँदा पसलले धोका दिएर 6 जना चर्मकारहरूको मद्दतले उसलाई छालाको धोक्रोमा हालेर नदीमा बगाइदिएको घटनासम्म पुर्याएका थिए। शिशिरलाई असह्य भयो। भाइ बसन्त पसलेको धोकामा पर्दा उनको ज्यान समेत गुमेछ क्यारे भन्ने मनमा पर्दा उनी डाको छाडेर रुन थाले। बसन्तले भने, महाराज किन यस्तो
असावधानी होइ बक्सेको, मरेका छैनन् न हडबडाई बक्सियोस्। शिशिर उज्यालो मुख लगाएर सोध्छन्, साँच्चै हो? त्यसो भए हामी दुई भाइको भेट हुन्छ त? बसन्त भन्न थाले। अनि त बसन्त छालाको थैलोमा बग्दै बग्दै एउटा बन्दरगाहमा पुगेछन्। त्यहाँका माझीहरूले यस थैलोमा के रहेछ भनेर किनारमा ल्याएर थैलो खोल्दा त बसन्त पो निस्केछन्। अनि एउटा बुढा माझीले तिनलाई म धर्मपुत्र पाल्छु भनेर घरमा लगेछन्। माझीको घरमा रहँदा बस्दा एक दिन बसन्तले फलानो देशका राजाले शिशिर र बसन्तको कथा सुन्न इच्छा गरेका छन् भन्ने खबर पाएछन्। जे जति जानेको कथा सुनाउँछु भनेर दरबारमा हाजिर भएछन्। राजाको सम्मुख पुग्ना साथ राजा त मेरै दाजु पो रहेछन् भनेर उनलाई चिनिहालेछन्। बसन्तले यति मात्र के भनेका थिए, शिशिरले झटपट सिंहासनबाट ओर्लिएर उनलाई अङ्कमाल गरे। परस्परमा हर्षको आँसु बग्न थाल्यो। शिशिरले भने, भाइ, तिम्री दुलाई पनि बेपत्ता भइन् जस्तो मलाई लाग्दैन। एउटा पसलले एउटी परम सुन्दरी म कहाँ चढाउन ल्याएको थियो। मेरो विवाह भइसक्यो। यी कन्या मेरा भाइका लागि योग्य छिन् भनेर अनन्तपुरमा राखेको छु। ती कन्या तिम्रै दुलै हुनुपर्छ। राजाले त्यति भनेर ती युवतीलाई बोलाउन लगाए। ती कन्या पनि राजाको बैठकमा आएर बसन्तलाई देख्न साथ मेरा स्वामी भनी बसन्तका पाउमा परिन्। अब शिशिर र बसन्तको आनन्दको मात्रा पूरा गर्न केही बाँकी रहेन। त्यस दिनदेखि राजा, शिशिर र बसन्त मन्त्री भई परम आनन्दले रहे। साथीहरू, आज हामीले सुनायौं कथाकार बोध विक्रम अधिकारीले सङ्कलन गर्नुभएको कथा शिशिर बसन्तको कथा। यो कथा तपाईलाई कस्तो लाग्यो? कृपया जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। साथै भिडियोलाई लाइक र सेयर गर्न पनि नभुल्नुहोला। हाम्रा आगामी श्रृङ्खला सुन्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी नोटिफिकेसन बटन अन गर्न पनि नभुल्नुहोला। यदि तपाईलाई कुनै कथा सुन्न मन लागेको छ वा तपाईका कुनै कथा सुनाउन मन लागेको छ भने त्यो पनि कमेन्टमा लेख्न नभुल्नुहोला। तपाईले सुन्न वा सुनाउन चाहनुभएका सामग्री हामी हाम्रा आगामी श्रृङ्खलामा समेट्ने कोसिस गर्नेछौँ। हवस् त साथीहरू, हाम्रो भेट पुनः अर्को श्रृङ्खलामा हुने नै छ। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।